कुन चाहिँ बिहारमा मान्छ तिमीहरू कुन चाहिँ बिहारमा मान्छ भनेको त अनिलाई कुन चाहिँ मान्थ्यो बिहारमा कर्म पनि भएपछि अनि ए कर्म पनि भएपछि हुन्छ नि केही भनेन सिमरनको बाबा त मैले कतै पनि पूजा गर्न हिँड्न पर्दैन कि उसलाई पुजी हुन्छ क्या साँच्ची मैले यति तारिफ गर्छु नि यो तारिफ गर्न लायकको भएर त मैले गरेँ हो त नि कहिले आखुरीसँग जान्दैन कहिले आखुरीसँग जान्दैन म यो ठुली बल्टिनी त्यो कमाइन धमेको मान्छे म यो ठुली बल्टिनी अनि पछि सोच्छु ओहो म त कमाइन नभन्छु यहाँ ठुलपल्ट हुन्छ तै पनि अझ म बोलाउन असम भाइ म बोलाउँदै उहिले कालो त्यहाँदेखि चाहिँ यहाँ गर्ने भने त्यहाँदेखि भनिरहनु पनि बोल्छु तर म मतलबै गर्दैन हाप्पी कस्तो काम गर्छ उहाँ भगवान् त्यति हो कि आमा उहाँ जाँदा बाटो बनाउने ठाउँमै काम गर्ने खेतामा जाने आमाहरूले कस्तो पहिलाको कुरा के भन्ने होइन मान्छेले काम गर्ने मान्छे भने त मान्छेले भने होइन त मलाई त्यो मकै र त्यो यत्रो घोगा मकै र त्यो कत्रो भारी लिएर आएका यो मान्छेले कसरी बोकेर ल्यायो भने यत्रो बनाएको फर्सीले काँडेर ल्याएका ल्याउने बित्तिकै सानी दिदी आइपुग्यो नि त्यो फर्सी टप्पै पारेर लैदिउँ दङ परेको सिमरनको बाटो कति दुखाएर मैले उहाँ त्यो माले उहाँदेखि ल्याएको फर्सी सकि नसकी खानेर ल्याएको सानी दिदी ट्याप्पै भाटेर गइदिउँ ल्याएको थिएन नि म त यति मान्छे सानी दिदी दङ परेको मकै उहाँ त एक भारी त मकै नै थियो कि एक डोको खाली मकै थियो अनि त्यत्रो त्यो अनि कस्तो खेप्ने भाइ के भने लाज साज मान्ने होइन कि दिदी कस्ता काम गर्छ नि यहाँ दाउरा चिरिदिने के काम गर्छ कस्तो काम गर्छ आजभोलि अलि आशै गर्दैन तै पनि अब ल यस्तो पैसा हाल्ने बित्तिकै गर्नु पर्ने त भन्दै आफै जाने मलाई बोल्न जानु पनि भने नि को म जान्छु त्यहाँ त अनि जे पनि पठाइदिनु मन लाग्छ कि त्यहाँ फ्रुक्क भएर पठाउनु भने त मैले कति सामान पठाइदिनु मन लाग्छ त्यो गर्नु पपाई कति सक्दै आउँछ भनेर पपाले त्यही भनेको मैया त कस्तो बनाएर आउनु कपाल भन्दा कामलाई एक यस्तो मैया भनेको मैया कति आमो भन्थे अस्ति फोन गरेको अनि मलाई भिडियो कल गर्थ्यो साथीहरूले चाहिँ मलाई थाहा भएन अरू फामा चाहिँ हेर्नु भएको सानीमा के आइदिन्छ नि मैले भाइले ए सानीमा नि सानीमा यस्तोहरू के अब भएपछि आउन पाउने बित्यो भने आउने भयो भने मात्रै पैसा उठाएर दिँदैछन् अनि साथीहरूको आमा बाउ बित्दाखेरि पैसा उठाएर पहिल्यै दिन्छन् अनि उसको त पाउन्न भनेर ए छन् अनि जान्दैन त पपकै खेला त्यही मलाई जानु पर्यो यहीँ हो कि फेरि मैले काट्नु गएर खेला त बनाउनु भनेको यहीँ खेला त्यो अहिले त उम्रिनु परेन फेरि अनि फेरि म त साथीहरूले फोन गरेर के छ भन्छ फेरि सोध्छन् फेरि त्यही टमाटरले फोन टमाटरले जिउ किन्छ भन्छ त्यस्तो जिउ किने अनि तताइदियो नि त तताइदियो त अनि यता ल्याउँछ ज्वाइँलाई पठाउनु लाग्छ हो ल के भन्न चाहिँ पठाएको बोल कति धेरै अरे रेनकोट
बाबुलाई कस्तो चिज गरेको अरे बुवा के खाने बुवा लुम्बिनी जाऊँ भन्ने अरे भो भनेर यता पठाइदिन्छ उतै झरेर लुम्बिनी पठाउनु दिएको रे उसले छिटो अरे कति पैसा दिनु मान्नु पैसा कति भयो देखाएन है मैले भन्थ्यो भन्थ्यो म पठाइदिन्छ है म त्यस्तै म आमालाई दिउँला नि है पठाइदियो नि कतिखेर पठाउनु थाहा छैन कहिले उस्तो सारेर पठाइदियो थाहा छैन आमालाई 2000 दिउँला चाहिँ बिहान आएको पैसा छैन छैन गाडी भाडा पनि छैन खै छ कि छैन होला भन्दा थिएन अब खै आएको छ नि कुनै पनि थिएन त्यो जमिन 9000 रुपियाँ चाहिँ भोलि दिने भनेर त्यसको खेतालालाई मासु किन्ने पैसा नि भएन भनेर चाहिँ त्यही दिन्थ्यो नि आमालाई अब भोलितिर